म यसरी पनिर फ्राई गर्दैछु। ट्याक्क लाएर यसरी फ्राई हुन्छ तेलमा। अब स्न्याक पनिरलाई हालेको छ। आलु मुस्ताङ आलुको लागि फ्राई यसरी गरिन्छ। हामीले यो चाहिँ सर्ट भिडियो हालेको छु नन भेजमा। यो चाहिँ खसीको टाउको तावा हामीले यसरी गरिन्छ। तपाईँहरू हेर्न सक्नुहुन्छ खसीको टाउको तावा कसलाई मनपर्छ। अब यो छुट्टै यो चाहिँ गुँगुरको टाउको पोर्क सेकुवा हामीले यसरी गरिन्छ। सेकुवा पोल्दैको अवस्थामा कसलाई मनपर्छ यसरी पनि गर्दैछ। यो पोर्क सेकुवालाई हेर्नुहोस् है गाइस, तपाईँहरूलाई कसलाई मनपर्छ। अनि हामीले साइडमा यतापट्टि कट पिस मसिनो गरेर हामीले त्यहाँनिर तावा नै गर्नेछौँ। गरेर हामीले यसरी सर्भ गर्दछौँ। यो चाहिँ तावा मसिनो पिसहरू बनाएर 22 पिसमा अनि स्लाइसमा काटेर चाहिँ हामीले यसलाई तावा गर्छौँ। यसरी पकाउँछौँ। लुक्स त राम्रो आएको छ नि, हेराइमा राम्रो छ नि गाइस। यसरी गर्छौँ, यसरी पकाएर हामी दिन्छौँ।